हेलो गाइस, आज चाहिँ हामी यो गुन्चोल डाँडा हो कि के भन्ने ठाउँमा के गर्न आएको छौँ? पिकनिक, काइन्ड अफ पिकनिक, तर मासु मासु पोलेर खाने हो पिकनिक। अनि यो चाहिँ मेरो न्युली हानेको ट्याटो। अन्त अस्ति प्रारम्भ, अन्त्य भनेको नयाँ सुरुवात हो। हेलो सुकिन सर, के गर्दै हुनुहुन्छ? म चाहिँ आलु एक सफर है सुहाना, कल क्या होगा किसने जाना। मुस्कानमा छ जिन्दगीको रहर तिम्रा आँखामा छ, सपनाहरूको सफर तिमी बिना यो मन अधुरो जस्तो लाग्छ। तिमी नजिक हुँदा संसार नै बदलिन्छ। तिमी सँगै बोलौँ सधैँ, तिम्रो हातमा मेरो हरेक दिन। तिमी नै मेरो धडकन, तिमी नै मेरो जिन्दगी। तिमी बिना यो जिन्दगी अर्थहीन लाग्छ। सपना तिमीले सजाउनेछौ मेरो हरेक रात। तिम्रो साथमा म कहिले टाढा नजाऊ। तिमी हाँस्दा फुलहरू फुल्छन्, तिमी र म एक भएर जिउनेछौ। तिमी सँगै म आउँ सधैँ, तिम्रो हातमा मेरो हरेक दिन। तिमी नै मेरो धडकन, तिमी नै मेरो जिन्दगी। तिमी बिना यो जिन्दगी अर्थहीन लाग्छ। सपना तिमीले सजाउनेछौ मेरो हरेक रात। तिम्रो साथमा म कहिले टाढा नजाऊ। तिमी हाँस्दा फुलहरू फुल्छन्, तिमी र म एक भएर जिउनेछौ। तिमी सँगै मरौँ सधैँ, तिम्रो हातमा मेरो हरेक दिन। तिमी नै मेरो धडकन, तिमी नै मेरो जिन्दगी। तिमी बिना यो जिन्दगी अर्थहीन लाग्छ। एक नम्बरको डन मान्छे, भाँचो थाप्ने मान्छे सबभन्दा बढी हाम्रो ग्रुपमा भाँचो थाप्ने मान्छे हो। यता हेर्नुहोस् त अर्जुन सर एकचोटि थोरै हेर्नुहोस्। उहाँ चाहिँ सबैजना यस्तो काम गरिरहेछन्, उहाँ चाहिँ लुसुक्क ट्रेनभित्र छिरेर बस्या। बल्ल हाम्रो दाजु चाहिँ आउनु भएको छ, त्यही भएर हाम्रो यो क्याम्पिङको चाहिँ एकदम सौन्दर्य बढेको छ। आशर ग्रहणको लागि हाम्रो दाइलाई एउटा केही व्यवस्था गरौँ त। ल दाइलाई स्वागत है त्यसमा। हेलो अर्जुन भाइ, के गर्नुपर्छ माछा? चाना बनाएर त्यो चिज जस्तो बनाउनु ल सन्देश साह्रो लाग्छ। सन्देश झिँगा आयो, अनि त्यो गरी सन्देश झिँगा बोक्रामा त झिँगा धपाउ न। धेरै न तर जस्ताको भन्दा त्यो ठिक हो नि दाजु। जस्ताको अलि अग्लो हुन्छ नि त। त्यो पनि अग्लै छ नि।
माथिबाट पानी सर्दो बेला बेला हालिदियो भने त्यो पनि ठिक हुन्छ जस्ताको चाहिँ सिधै यो भूकम्प पीडितलाई रात खोइ कसरी उल्टो भयो क्या छिराउने दाजु यहाँबाट बाटो भइदियो म यति बेसी ए छिराउँदा फरक पर्दैन धेरै हालेको दामी हो क्या यो भाइ त्यो तरिका हो क्या अलिक खचेन भित्रबाट नि ट्याक्क हान तलबाट अलिकति तेलले त Electric like storms, but you ground me still. Rain and you both gentle yet thrill. Rain falls like a lover's soft touch. Drips like your whisper I miss so much. The world slows down in this gentle haze. Cozy hearts beat steady to the rain's eyes ballet. The rain insists it beats as it kisses the pain. It's more than a storm, it's a lover's embrace. Nature's doing in this safe space. It's more than a storm, it's a lover's embrace. Nature's doing त्यहाँ भिडियो बनिरहेको त नबनाउनु न यार। त्यही भने एकैछिन क्यामेरा अफ गरिदिनु तिमी पनि जाऊ न चलाउने बेलै भएको अधुरो जस्तै लाग्छ तिमी नजिक हुँदा संसार नै बदल्छ तिमीसँग तिम्रो हातमा मेरो हरेक दिन यो त जति छ भाइ प्लास्टिक ठुलो प्लास्टिक छ त्यो ठुलो त्यो सेतो प्लास्टिक कहाँ के गर्ने भाइ सपना तिमीले सजाउने छौ मेरो हरेक तिम्रो साथमा म कहिले टाढा नजाऊ हेलो हेलो अघि यो नहालिकन गर्ने प्लान थियो होइन हाम्रो सिल्भर फोइलले त्यो भन्दा त सिल्भर फोइल हालेर धेरै ठिक भयो 5 मिनट यसै कपडा भेट्दा मन नपर्छ मैले सानै हुँदैन किन छाला डुबो संसारको हरेक तिमीले सजाऊ तिमी बिना अधुरो छु तिमी बिना बाँच्न सक्दिन अहिले है अहिले खानु बनाउँछ जिन्दगी
सजाओ तिमीसँगै के अरे यो बेस क्याम्पमा गएर यतिको मजाले बोलेर खान सकिन्छ बाहिर बस्नु सकिन्छ तर पैसा चाहिँ हुनु पर्यो कति यो कोइला 1 किलो चपुरोमा 5000 पर्यो पहिला 1 केजी बोके 5000 पर्छ हुन त फेरि Got my socks pulled high. काटुलाई युट्युबमा देखाउनु Rain's tap dancing on my भयो त्यसमा हाल्ला the skies are gray, सबै राम्रो छ but I got this warmth that hits ए मेरो चस्मा कहाँ rain falls like a love drips like you whisper I miss so much. The world slows down. तपाईँ मेरो है गौरीको अहिले छैन दुईटा एकजना एउटा अरूको एउटा मेरो To the तिनवटा खाने एउटा राखेँ एउटा त खाने त्यो उ छ त किन सारा खाइन्छ a mug of cafe, sweet those steam meets the air. दुईटा खाप पनि दुईटा कहाँ खुर्सानी पर्नु है यहाँ अहिले बस्नु सकिँदैन कहाँ बोलिराखेको त के कामै छैन तर गौरीले के गर्यो थाहा छ त्यो दुईटा प्याज चाहिँ बोल होइन दुईटा चाहिँ सानो पिस बना डबल टेस्ट आउँछ Shadows dance on the wall. हो Your last आज क्या टिडी के दाइ भने electric like अघि नै देखि but you ground me still. कोइला नि पुजाइदिउँ न अनि पो हुन्छ यो त 200% आइक्यू हो क्या एकजना पुग्ने छन् 3 जना हेर्ने छन् भनिदिउँ दिउँ नयाँ कुराहरू पत्ता लाग्यो है अझै ढुङ्ग्री बोकेर अथवा ऊ बोकेर ल्याउनु पर्ने ग्रुपिङमा काम गरेपछि चाहिँ सहजता हुन्छ बढीले 260 ml भन्दा बढी पाउँदैन Says a kiss is the यहाँ छ होइन गौरव एक बोतल चिसो त खानु पर्ला जस्तो है हुन्छ ल ट्रेन जानु पर्यो त्यहाँ तल परेन उहाँ गएर अहिले फेरि राख्ने बित्तिकै सकिन्छ भन्छ है सन्तोष अब अब सन्तोष अहिले अर्डर नि छोडिदिएको त्यहाँ rain insistent joins our refrain. Syncopated beats that it kisses the pain. It's more than a storm. It's a lover's embrace. Here's to it. ऊ आयो प्लास्टिक आयो चुरामा प्लास्टिक आयो खोइ त्यति काटेको थियो बिर्को थियो फाइनली हाम्रो क्याम्पिङ चाहिँ सकिएको छ यहाँ सबै आगो सागो हामीले सरसफाइ व्यवस्थापन गरिसक्यौँ अब चाहिँ हामी फाइनली जाँदैछौँ केटाहरूले चाहिँ मलाई 2टा भाग बोकाएर हिँड्दैछन् उनीहरू चाहिँ खाली खाली हिँडे केटाहरू हामीले सरसफाइ उमा खाल्डोमा हालेको छौँ फोहोर चाहिँ ए यस्तो छ बाई बाई गाइजहरू अब नेक्स्ट भिडियोमा हामी भेट्ने छौँ है अब यी 2टा भारी बोक्दै हिँड्नु परेछ म चाहिँ ल नेक्स्ट भिडियोमा सी यू